हेलो एभ्रिवान, नमस्कार है। आज त म यो वर्सा सिटी भिजिट गर्दैछु। तपाईहरु पनि है वर्सा सिटी भिजिट गर्न सक्नुहुन्छ है। अहिले म पोल्यान्डको क्यापिटल सिटी वार्सामा छु। वार्सा सिटी चाहिँ नाइटमा कस्तो देख्छ भनेर म तपाईहरुलाई भिजिट गराउने छु। अहिले म चाहिँ मेन सिटी सेन्टरमा छु। वार्सामा युरोपको सबैभन्दा उच्च गगनचुम्बी भवनहरुमध्ये एक छ वार्सा टावर। युरोपेली संघको सबैभन्दा अग्लो भवन हो। अनि तपाईहरुले यहाँ चाहिँ वार्सा सेन्ट्रल ट्रेन स्टेसन पनि पाउनुहुन्छ। 16औं शताब्दीको अन्त्यतिर चाहिँ सिगिमन्ड तृतीयले चाहिँ पोल्यान्डको राजधानी आफ्नो शाही दरबारलाई काँक्रोबाट सार्ने निर्णय गर्दा चाहिँ यो शहर चाहिँ प्रख्यात भयो। वार्साले 18औं शताब्दीसम्म पोल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरको रूपमा गदान्स्कलाई उछिनेको थियो। सहरमा सञ्चालित प्रमुख सार्वजनिक यातायात सेवाहरूमा वार्सा मेट्रो बसहरू र यात्रुवाहक रेल सेवाहरू र एक व्यापक ट्राम नेटवर्क पनि समावेश छ। अहिले म चाहिँ ट्रामद्वारा एयरपोर्ट जाँदैछु। ट्रामभित्रको दृश्य तपाईहरु हेर्न सक्नुहुन्छ। ट्राममा जानको लागि चाहिँ तपाईहरुले चाहिँ यहाँ आफूले बाइ सेल्फ टिकट लिनु पर्ने हुन्छ। 4 जुलिटी तपाईले लाग्छ। 2 आवर चाहिँ तपाईले यसमा यात्रा गर्न सक्नुहुन्छ। यस्तो छ टिकट लिने सिस्टम। वार्सामा 3 अन्तर्राष्ट्रिय विमानस्थलहरू छन्, जसमध्ये सबैभन्दा व्यस्त चाहिँ वार्सा चोपिन, साथै वार्सा मोडलिन र वार्सा राडोम विमानस्थलहरू छ। अहिले म चाहिँ चोपिन एयरपोर्टबाट निस्केर ट्रेन स्टेसनमा आएको छु। अहिले मेरो ट्राभलिङ छ फ्रम वार्सा टु कोसालिनको लागि म जानेछु। अहिले ट्रेन अलरेडी आइसकेको छ। ट्रेन भित्रको दृश्यहरू तपाईहरु हेर्न सक्नुहुन्छ। यो त एक्सप्रेस ट्रेन हो। यहाँ चाहिँ तपाईले बसेर खानाहरू खाने सिस्टमहरू हुन्छ, टेबलहरू हुन्छ है। यस्तो सिस्टम छ यहाँको ट्रेनको। अहिले चाहिँ म ट्रेनमा छु। यो चाहिँ ट्रेनमा जाँदैछु है। वार्साबाट कोसालिनको लागि फर्किरहेको छु। यस्तो हुन्छ यहाँको ट्रेनहरू है। अहिले म चाहिँ वार्साको ओल्ड टाउनमा आएको छु। रोयल क्यासल, सिगिमन्डको स्तूप, विलानोभ दरबार, टपुमा दरबार, सेन्ट जोनको अर्क क्याथेड्रल, मुख्य बजार वर्ग र रोयल मार्गहरूमा रहेका असंख्य चर्चहरू तपाईहरु देख्न सक्नुहुन्छ है। थ्यांक यू फर वाचिङ माई भिडियो।